नागरिक बोली हेरेर बस्नुहुने दर्शक महानुभावहरूमा सम्पूर्णमा नमस्कार। म राजाराम बस्नेत आज पनि उपस्थित भइसकेको छु। मेरो साथमा हुनुहुन्छ चाहिँ लामो समयदेखि कुकरी पेसामा चाहिँ आबद्ध भएर एउटा कुक प्रशिक्षकको रूपमा नेपालमा चाहिँ लामो समयदेखि काम गर्दै हाल साइप्रसमा हुनुहुन्छ र त्यसै गरी साइप्रसमा एज अ सेफको रूपमा चाहिँ कार्यरत हुनुहुन्छ र साइप्रसको नेपाली सेफ सोसाइटी को चाहिँ महासचिव पनि हुनुहुन्छ। गोपाल प्रसाद तिमल सिन्हा सरलाई स्वागत छ। धन्यवाद राजाराम भाइ, नमस्कार। म गोपाल प्रसाद तिमल सिन्हा, अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसको कार्यकारी महासचिव। के हजुरको बाल्यकाल चाहिँ कसरी बित्यो सर? धन्यवाद राजाराम भाइ। म चाहिँ सगरमाथा अञ्चलको उदयपुर जिल्लाको नेपालटारमा जन्मिएर त्यहाँ पञ्चावती माध्यमिक विद्यालयबाट मैले आफ्नो माध्यमिक तहको शिक्षा आर्जन गरेर मैले काठमाडौँ आएर पोखरा पर्यटन तालिम केन्द्र फुलबारी पोखराबाट त्यतिखेरको परिस्थितिमा कमर्सियल कुकिङ एन्ड बेकिङ ट्रेनिङ भनेर 6 मन्थ हुन्थ्यो। त्यो कमर्सियल कुकिङ एन्ड बेकिङ ट्रेनिङ सेन्टरमा मैले आफ्नो कुकिङ पेसा सुरुवात गरेको हो। त्यो मैले 2059 सालबाट। हजुर। र त्यस पछाडि म त्यो 6 महिना तालिम पश्चात म द्वारिका होटलमा गएर आफ्नो इन्टर्नसिप पुरा गराएको छु 3 महिना। त्यहाँ चाहिँ मैले हाम्रो लेजेन्डरी सेफ सबैले मान्ने हाम्रो सेफ वरिष्ठ नेपाली सेफ अर्जुन थापासँग काम गर्न पाएको छु र उहाँले दिनुभएको धेरै सिपहरू धेरै ज्ञानहरूले नि म आज यो ठाउँमा आइपुगेको छु। उहाँ सेफमा पनि हार्दिक नमन गर्दछु। त्यस पछाडि मेरो बाल्यकालहरू अरू जस्तै गरी सामान्य किसिमले नै बितेको छ र मैले जब आफ्नो यस क्षेत्रमा अगाडि बढ्दै गएँ म त्यस पछाडि निर्वाणा कन्ट्री क्लब गल्फ एन्ड हेल्थ रिसोर्टमा पनि म धरानमा केही समय आबद्ध भएर आफ्नो कलेजको शिक्षा आर्जन त्यहाँबाट गरेँ। त्यस पछाडि मैले काठमाडौँ आएर विभिन्न होटलहरूमा आबद्ध भएर काम गरेँ, विभिन्न कुकिङको विभिन्न तहहरूमा। त्यो कमिक फर्स्ट, कमिक सेकेन्ड, कमिक थर्ड हुँदै हुँदै म सेफ्टी पार्टी र सुसेफसम्म पनि मैले काम गरेँ काठमाडौँमा। र त्यस पछाडि मैले त्यही विषयमा त्यो सँगसँगै मैले काठमाडौँमा आए पछाडि एउटा नेसनल ह्याकेनेटी होटल ट्रेनिङ सेन्टरबाट मैले कुक प्रशिक्षकको रूपमा चाहिँ त्यहाँबाट मैले सुरुवात गरेको थिएँ। यो चाहिँ मैले लगभग 2064 सालबाट सुरु गरेको हो। त्यस पछाडि म त्यसबाट ट्रेनिङ सेन्टरबाट हुँदै म नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रशासन सिटिभिटीको अन्तर्गत रहेर विभिन्न प्रोजेक्टहरूको क्लासहरू, त्यो चाहे 3 महिना कुकिङ क्लास होस् अथवा 6 महिना कुकिङ क्लास हो, त्यसमा लेभल 1 लेभल 2 को कुक प्रशिक्षकको रूपमा विभिन्न संस्थाहरूमा आबद्ध भएर ग्रिनल्यान्ड होटल ट्रेनिङ सेन्टर बौद्ध, त्यसपछि काठमाडौँ इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट कुपन्डोलमा गएर मैले विभिन्न स्टुडेन्टहरू उत्पादन गराएको छु। र हजुरले भने जस्तै गरेँ मैले धेरै स्टुडेन्ट उत्पादन गरेको स्टुडेन्टहरू आज मेरो विदेशमा पनि धेरै हुनुहुन्छ। प्रत्येक देशमा पुग्नु भएको छ। लाग्छ मलाई मैले ट्रेनिङ गरेको स्टुडेन्टहरू, मैले नि उहाँहरूलाई कुक पेसा सिकाएको स्टुडेन्टहरू आज विश्वका धेरै ठुला ठुला हस्पिटालिटी सेक्टरका देशहरू, त दुबई, कतार, त्यसपछि अमेरिका, अस्ट्रेलिया, जापान, यी सबै देशहरू सँगसँगै ब्राजिलसम्म पुगिसक्नु भएको छ। र मलाई एकदम गर्व महसुस हुन्छ, किनभने हिजोको दिनमा म एउटा कुक भने के हो भन्ने ठाउँको पनि थाहा नभएको एउटा कुक भनेको एउटा भात पकाउने व्यक्ति हो भन्ने मनसाय भएको गाउँबाट उठेर आएर म आफै एउटा कुक प्रशिक्षकको रूपमा रहेर मैले विभिन्न नेपालका युवा जनशक्तिलाई एउटा उत्पादन र एउटा व्यवसायमुखी पेसामा के त भने तालिम दिएर उहाँहरू आज विश्वको विभिन्न देशमा विभिन्न कुना काप्चामा गएर नेपाली खानाहरू बनाएर अथवा विदेशी खानाहरू बनाएर एउटा स्ट्यान्डर्ड मेट गरेर उहाँहरू एउटा खाना बनाएर आज अगाडि बढिरहनु भएको छ। यो देख्दा योभन्दा ठुलो गर्व महसुस गर्ने कुनै पनि क्षण हुँदैन। हजुर नेपाली सेफ सोसाइटी साइप्रसको महासचिव हुनुहुन्छ। महासचिव भएको नाताले यो चाहिँ साइप्रसमा चाहिँ जति पनि सेफहरू हुनुहुन्छ हजुरहरूले सेफहरू एकत्रित भएर एउटै ठाउँमा एक ढिक्का भएर चाहिँ जति हुनपर्ने लाग्न पर्ने सेफहरू
होइन जोडिन पर्ने सेफहरू जोडिरहनु भएको अवस्था छैन। त्यसका लागि चाहिँ एउटा महासचिव भएको नाताले चाहिँ सेफहरूलाई लाग्नलाई आह्वान गर्नलाई के कारणले लाग्ने त किन लाग्ने त भन्ने अनेक प्रश्नहरू हुनसक्छ होइन। त्यस प्रश्नको लागि प्रष्ट पार्नको लागि चाहिँ के भनेर आह्वान गर्न चाहनुहुन्छ? अहिले एउटा कुकिङ पेसामा आबद्ध भएको सेफहरूको चाहिँ ठुलो मात्रामा जनसङ्ख्या साइप्रसमा भइरहेको छ र आइरहेको छ। अब हामीले हाम्रो सेफ पेसालाई सुरक्षितता अपनाउनको लागि हामीले एउटा कुनै न कुनै सेफसँग सम्बन्धित एउटा चौतारी चाहिएको छ, जहाँ चाहिँ हामीले बसेर नेपाली सेफहरूले भलाकुसारी गर्न सकौँ। नेपाली सेफहरूको दुःखहरू पीडाहरू समस्याहरूलाई चाहिँ कसरी हुन्छ, एकअर्कामा समस्या परेको समस्यालाई समाधान गर्न सकिन्छ र यो दुःख पीडा दुःखलाई कसरी चाहिँ हामीले एकअर्काको सापरासाट गरेर एउटा हामीले साझा चौतारी निर्माण गर्ने भन्ने विषयमा गएर हामीले अब के गर्ने भन्ने विषयमा हामीसँग एउटा प्रपोजल आउँदाखेरि हामीले अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले चाहिँ एउटा तपाईँहरू चाहिँ एउटा समूह बनाउनुहोस्, एउटा अर्गनाइजेसन खडा गर्नु भन्ने किसिमको उहाँहरूले हामीलाई सुझाव दिनुभएको थियो र त्यही अनुसारले हामीले अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस हामीले यहाँ खडा गऱ्यौँ। र यसको लागि चाहिँ हाम्रो संयोजक युवराज लामाज्यू, उपसंयोजक सुदर्शन लामा नेगीज्यू, त्यस पछाडि हामीसँग अध्यक्ष रेशम लामाज्यूको पहलमा सँगसँगै उहाँहरूले मलाई पनि फोन गर्ने पछाडि उहाँहरू सँगसँगै म पनि लगायत हाम्रो टिमले एउटा लागि परेर हामीले अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस चाहिँ हामी यसरी गठन गरेको हो। र हामीले यो गठन गर्नुको उद्देश्य चाहिँ के हो भन्दाखेरि यो साइप्रसमा विभिन्न सङ्घ संस्थाहरू छ तर पनि पेसागत कुनै पनि सङ्घ संस्था छैन। त्यस कारणले हामीले सेफहरूको साझा चौतारी एउटा के हुन्छ त पीर मार्का बुझाउने साझा चौतारीको रूपमा हामीले यसलाई बनाऊँ र भोलिका दिनमा आइपर्ने सेफहरूलाई पर्ने समस्याहरूलाई कसरी हामी समाधान गर्न सक्छौँ। जुन नेपाली सेफ सोसाइटीले चाहिँ नेपाली खानालाई प्रमोट गर्नको लागि होइन चाहिँ विश्व बजारमा बजारीकरण गर्नको लागि चाहिँ एज अ साइप्रस टिमले साइप्रसको सोसाइटीले चाहिँ के भावी योजना बनाएको छ अथवा अहिलेसम्म चाहिँ के कामहरू गरेको छ त्यसबारेमा नि प्रश्न बनाइदिनुहोस् न। एकदमै राम्रो क्वेसन उठान गरिदिनु भयो, त्यसको लागि धन्यवाद राजाराम भाइ। हामीले तत्कालको सिचुएसनमा हामीले साइप्रसमा रहेर हामीले नेपाली खानेकुराले बजारीकरण गर्नको लागि विभिन्न साइप्रसको विभिन्न स्टेटहरूमा गएर केही न केही मात्रामा नेपाली खानाहरूलाई प्रमोट गर्ने कि भनेर हामीले त्यो सोच बनाएर हामी त्यहाँको स्थानीय निकायहरू त्यहाँको प्रशासनहरूमा गएर हामीले पहल पनि गऱ्यौँ। तर त्यो हाम्रो लागि एकदमै विभिन्न यहाँको नियम नीति कानुनले गर्दाखेरि हामीलाई त्यो सम्भव नभएको कारणले गर्दाखेरि हामी त्यसबाट पछाडि हट्यौँ। तर त्यतिबाट पनि हुँदैन है। अब हामी नेपाली खानालाई बजारीकरण गर्नुपर्छ भनेर हाम्रो मूल उद्देश्य भएको कारणले गर्दा हामीले चाहिँ के गरौँ भने अहिले पनि हामी जति पनि यो सेफ पेसा एउटा त कुकिङ पेसा अँगालेर बस्नुभएका हाम्रो वरिष्ठ सेफहरू हुनुहुन्छ अथवा ठुलो ठुलो सेफहरू हुनुहुन्छ यहाँनिर, उहाँहरूले के मनन गरिदिनु भने हामीले आफूले काम गर्ने होटलहरूमा हामीले त्यहाँको सेफसँग त्यहाँको म्यानेजरहरूसँग त्यहाँको अथवा होल टिमसँग ओनरसँगलाई आफूले नेपाली खानेकुराहरूलाई बनाएर उहाँहरूलाई टेस्ट गराएर त्यो खानेकुरालाई कसरी हुन्छ फ्युजन गरेर हुन्छ कि यहाँको स्वाद अनुसार ढालेर हुन्छ कि नेपाली खानेकुराहरूलाई केही नभए पनि आफ्नो होटलमा एउटादेखि दुईवटा खानेकुराहरू एसियन नाइटमा हुनसक्छ कि अथवा आलाकाटहरूमा हुनसक्छ कि राख्न सकियो भने नेपाली खानेकुराको बजारीकरण गर्न सकिन्छ। त्यो सँगसँगै हामीले नेपाली सेफहरू भनेको अहिले विश्वमा कस्तो भइरहेको छ भने नेपालीहरूलाई सेफ पेसाले के गरिरहेछ नि, विश्वले एउटा नेपालीहरू चाहिँ वीर गोर्खाली भनेर चिनाएको छ भने अहिले हस्पिटालिटी सेक्टरमा चाहिँ नेपाली सेफहरूले चाहिँ के त ठुलो मात्रा प्रगति गरिरहनु भएको छ। किनकि विश्वमा सेफ पेसा अँगाले आउनुभएका ठुला ठुला सेफ जस्तै मास्टर सेफ सन्तोष शाह हुनुहुन्छ, हाम्रो बेकरी करको सेफ हुनुहुन्छ, उहाँहरूले विश्वमा पनि के गर्नु त नेपाली खानेकुराहरूलाई देखाएर के त विश्वका ठुला ठुला हस्पिटालिटी सेक्टर भएका देशहरूलाई पनि सेफले पनि एउटा देशलाई
चिनाउनको लागि प्रतिनिधित्व महत्त्वपूर्ण गरिरहनु भूमिका भएको खेल्नु छ। भएको छ। सेफलाई सेफ पेसाले पनि हाम्रो देशलाई के त त्यो ठाउँमा के त प्रेजेन्टेसन गरिरहेको छ, चिनाइरहेको छ भन्ने एउटा सामान्य कुक पेसामा लागेर आउनुभएको व्यक्ति र एज अ सेफ भएर आउनुभएको व्यक्ति बिचको भिन्नता चाहिँ कस्तो छ? हजुरको अन्तरालमा चाहिँ हजुरमा धेरै सेफहरूसँग जोडिनु भएको छ र त्यो उहाँहरूसँग कुराकानी गर्दाखेरि उहाँहरूको अनुभव के छ अथवा यस विषयमा के भन्न चाहनुहुन्छ? एकदमै मैले यो साइप्रसमा आएर जब मैले किचनमा एन्ट्री गरेँ र यहाँको किचन र हाम्रो नेपालमा चलाएको किचनहरूमा धेरै डिफ्रेन्टहरू पाएको छ। हजुर। अब त्यसमा हामीले एउटा खाना बनाउने तरिका, त्यस पछाडि हामीसँग भएको इक्विपमेन्टहरू, टेक्नोलोजीहरूको मैले धेरै डिफ्रेन्टहरू पाइरहेको छु। अब हामीले नेपालमा काम गर्दाखेरि हामी एउटा स्ट्यान्डर्ड रूपमा अथवा इन्टरनेसनल रेसिपीलाई फलो गरेर खाना बनाउँछौँ। हजुर। भने यो साइप्रसको हकमा चाहिँ मैले त्यति देखेको छुइनँ। यहाँ चाहिँ एउटा होटलले आफ्नो स्ट्यान्डर्ड रेसिपी दिन्छ, त्यो स्ट्यान्डर्ड रेसिपी अनुसार हामीले बनाउनु पर्ने हुन्छ। र हामीले आज एउटा होटलमा काम गरेको स्ट्यान्डर्ड रेसिपी छ, भोलि अर्को होटलमा जाँदाखेरि त्यसको स्ट्यान्डर्ड रेसिपी फरक छ, किनकि यहाँ होटलले पछिको रेसिपीहरू फरक छ। तर नेपालको सिचुएसनमा चाहिँ के छ भने हामीले एउटा इन्टरनेसनल रेसिपी फलो गर्छौँ, त्यही रेसिपीमा खाना बनाउँछौँ। र अर्को कुरो यहाँ मैले फरक देखेको के छ भने हामीले युज गर्ने इक्विपमेन्टहरू पनि यहाँ फरक छ र अथवा अलिक एडभान्स टाइपको छ। हामी नेपालमा गएको अब धेरै ठुला होटल मात्रै भएको हामीसँग कमिक ओभनहरू छ भने अहिले यहाँको साइप्रसमा चाहिँ सानोतिना होटलहरू अथवा रेस्टुरेन्टहरूमा पनि कमी ओभनहरू छ। यी कुराले गर्दाखेरि टेक्निकल रूपमा थोरै गाह्रो छ र सबैभन्दा मेन कुरो भनेको चाहिँ यहाँको कुकिङ सिस्टम अथवा कुकिङ वे नै फरक छ। किनभने यहाँनिर चाहिँ मैले यसरी बुझ्दाखेरि अलिकति यहाँनिरको परिवेशलाई अथवा यहाँको हावा पानी सिचुएसनलाई हेरेर होला यहाँको सेफहरूले आफ्नै किसिमको अथवा यहाँको होटलले आफ्नै किसिमको रेसिपीलाई चाहिँ मोडिफाई गरेर बनाएको देखेको छु। जहाँ चाहिँ यहाँ चाहिँ मैले खानेकुरा चाहिँ स्ट्यान्डर्ड रेसिपी प्रयोग भएको अथवा इन्टरनेसनल रेसिपी प्रयोग भएको चाहिँ मैले देखेको छुइनँ। र यहाँ युज हुने स्पाइसेसहरू पनि हामीले नेपालमा युज गर्ने स्पाइसेसहरूसँग पनि अलिकति कता कता थोरै हुन्छ, जिनीहरूको टेस्टहरू हुनसक्छ, उनीहरूको जुन अरोमाहरू हुनसक्छ होइन। यी चिजमा चाहिँ थोरै मात्रामा फरक पाएको छु मैले, जसले गर्दाखेरि उहाँ बनाउने खानेकुरा र यहाँ बनाउने खानेकुरा फरक छ। र अर्को हजुरले उठाउनु भएको विषय छ, जस्तै नेपालमा लामो समयदेखि काम गरेर आइरहनु भएको सेफहरू र भर्खरै किन दुःख पाउनु भयो जस्तो लाग्छ हजुर? यो विषयमा चाहिँ हामीले थोरै ध्यान नदिएको हो कि हामीले साइप्रस आउनुभन्दा अगाडि एउटा ध्यान दिनुपर्ने विषयहरू भनेर मैले अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस मार्फत एउटा अहिले निकाली पनि सकेको छु र हामीले निकाली पनि सकेको छ संस्थाले। तपाईँले त्यहाँ मैले के भनेको छु भने सबभन्दा पहिले चाहिँ हामी कुन पेसामा आउँदैछौँ त्यो पेसामा हामी दक्ष हुनु पर्यो र दक्ष भएर आएको सेफहरूले पनि दुःख पाइरहनु भएको छ। त्यो के को कारणले गर्दा दुःख पाइएको छ भने यहाँको भौगोलिक अवस्था, यहाँको नीति नियम कानुन र यहाँको खानेकुरा बनाउने वे र त्यसले गर्दाखेरि हामीले त्यो नबुझ्न कारणले गर्दा हामीले के त यो नेपाली अथवा दक्ष सेफहरूले हामीले दुःख पाइरहेका छौँ भने भर्खर आइरहनुको फ्रेसरहरूलाई चाहिँ के गर्नु भएको छ भने उहाँ कुनै पनि काममा दक्ष हुनुहुन्न अथवा केही समय ट्रेनिङ गर्नुभएको छ, गोरो होटलमा त केही समय काम गर्नुभएको छ, भर्खर चक्कु समाउन सिक्नु भएको छ। अब उहाँहरूले नेपालको एउटा रेस्टुरेन्टमा गएर काम गर्दाखेरि कति स्यालेरी पाइन्छ? अब नेपालको परिवेशमा भन्नुपर्दाखेरि मैले ज्यादा से ज्यादा 20,000 देखि 30,000 होला होइन। पक्कै पनि हजुरले भन्न खोज्नु भएको जस्तै आत्मग्लानी कहाँनिर हुन्छ भन्दाखेरि जुन हामी जस्तै यहाँ आउनुभएको भर्खर ट्रेनिङ गरेर अथवा केही 2-3 वर्षको अनुभव लिएर यो क्षेत्रमा आउनुभएको र लामो समय करिब 15-20 वर्ष अथवा 25 वर्ष योगदान पुर्याएर हस्पिटालिटी सेक्टरमा एउटा एज अ विभिन्न देशमा सुसेफ हुँदै आउनुभएको व्यक्तित्वहरूले चाहिँ यहाँ आएर पनि गाजर छिल्न सिकाउने जिरो लेभलबाट के अनि होइन यो मैले भनेको गर्छस् भने गर, नगर भने जस्तो गरिदिँदाखेरि चाहिँ जस्तै स्टार्टिङबाट गर्नेलाई त उसले स्टार्टिङ नै हो, उसको झन् यो जोड्ने नै हो नि त, स्टार्टिङ जोड्ने नै हो। त्यो कारणले गर्दा त्यो विषयमा चाहिँ हजुरहरू जस्तो अनुभवी सेफहरूलाई चाहिँ यत्रो 20-25 वर्षको एउटा अनुभव लिएको हुनुहुन्छ, त्यो त एउटा दुःख हो नि, यो क्षेत्रको योगदान हो नि। अनि त्यो योगदानलाई चाहिँ फेरि जिरो लेभलबाट भनौँ न जुन एउटा युवा अवस्थाबाट फेरि बाल्यकालमा फर्काइदिँदाखेरि चाहिँ एउटा आत्मग्लानी चाहिँ हुन्छ होइन? आत्मग्लानी होइन, हामीलाई आत्मसम्मानमा
ठोस पुगे जस्तो पुर्या लाग्छ। जस्तो हुन्छ। किनभने भोलि हामीले आएको भर्खरै 1-2 वर्ष काम गरेर आएको सेफले र हामीले 20-25 वर्ष यही क्षेत्रमा आफ्नो योगदान दिएर आएको सेफहरूमा लगभग एउटै किसिमको व्यवहार पाइन्छ यहाँबाट। र किनभने यहाँको गभर्मेन्टको एउटा पोलिसी पनि के छ भन्दाखेरि हामीले जसले नेपालबाट आउने नेपाली सेफहरूलाई चाहिँ यिनीहरूले थर्ड पर्सनको रूपमा हेर्छ। किनभने सबभन्दा पहिले उनीहरूले यहाँको साइप्रस सरकारले आफ्नो नागरिकलाई सिप रोडलाई फर्स्ट प्राथमिकता दिन्छ भने सेकेन्ड प्राथमिकता भनेको यिनीहरूले दिने भनेको के हो भन्दाखेरि युरोपियनहरू र त्यस पछाडि थर्डमा मात्रै कता हामी एसियन देशहरू अथवा हामी नेपालीहरू पनि एसिया पर्छौँ। त्यसले कारणले गर्दाखेरि चाहिँ हामीले नेपाललाई जति ठुलो एक्सपिरियन्स बटुलेर आए तापनि यहाँ चाहिँ हाम्रो लागि त्यो एक्सपिरियन्सले आफूलाई स्टेटमा अगाडि बढाउन त हामीलाई सहयोग गर्यो। तर यिनीहरूले हेर्ने किसिममा चाहिँ एकै किसिमको समान व्यवहार दृष्टिकोण चाहिँ फरक छ र फ्रेसरहरूको लागि चाहिँ यो ठाउँ धेरै राम्रो छ, सिक्ने हिसाबमा चाहिँ एकदमै राम्रो छ। तर जब एउटा एक्सपिरियन्स सेफहरू हुन्छ जसले चाहिँ धेरै समय काम गरिरहनु भएको छ उहाँहरूलाई चाहिँ केही समय पछाडि आएपछि उहाँहरूले आत्मग्लानीको महसुस गर्नुहुन्छ। तर केही समयपछि उहाँले आफ्नो स्किल देखाउन थाल्नुहुन्छ, आफ्नो ट्यालेन्ट सो गर्न सक्नुहुन्छ, आफूमा भएको खुबीलाई युज गरेर खानाहरू युज गर्नुहुन्छ। त्यस पछाडि फेरि उहाँले पनि इन्जोय गर्न थाल्नुहुन्छ र त्यस पछाडि के गर्छौँ त भन्दाखेरि हामी पनि यो क्षेत्रमा छौँ र सँगसँगै हामीले पनि साइप्रसमा हामी नेपाली सेफ पनि तिमीहरू भन्दा कम छैनौँ है। हामीले पनि यहीँ साइप्रसमा पनि हामी जस्तो सेफहरूले पनि यहीँको लोकल सेफहरूलाई पनि तैँले भन्दा हामीले खानेकुरा बनाएको छौँ, बढी बनाउँछौँ भने पनि देखेको छौँ। हामीले तैँले यहाँ एकजना स्टाफले तेरो काम गर्ने हामी 2-3जना स्टाफले गरेका छैन, हामी एकजना नेपाली सेफले त्यो गरेका छौँ। र आलाकार्टदेखि लिएर हुन्छ अथवा बुफेटहरूमा हुन्छ भने पनि हामीले नेपाली खानेकुरा देखाइरहेका छौँ। सँगसँगै उनीहरूको यहीँको कन्टिनेन्टल सेफहरूले बनाएको अथवा यहीँको सेफहरूले हामीले पनि थोरै नेपाली फ्युजन बनाएर अथवा यही खानेकुरालाई हामीले अर्को तरिकाले बनाएर देखाउँदाखेरि पनि हामीले बनाएको पहिला जुन धेरै किसिमले एउटा खानाहरू गयो हजुरहरूको स्किलहरू नबुझेर अनुभवलाई नबुझेर गरे तापनि जे 1 वर्षको अनुभव भइसकेपछि हजुरहरूको स्किललाई चाहिँ देखिसके पछाडि चाहिँ पछि एउटा भनौँ न केही हदसम्म भए पनि एउटा आत्मसम्मान दिने एउटा रेस्पेक्ट गर्ने एउटा वातावरण चाहिँ भएको छ। एकदमै यस्तो पनि हुन्छ। मैले यही विषयमा हजुरलाई सोध्न चाहेँ चाहिँ एउटा प्रशिक्षण दिँदै नेपाल छोड्दाखेरि ती विद्यार्थीहरूले के सोचे होलान् अथवा चाहिँ कुन रूपले चाहिँ हजुर आफै मार्गदर्शन देखाउने प्रशिक्षण गर्ने होइन, नेपालमै के गर्नुपर्छ, हस्पिटालिटीको सेक्टरमा यस्तो गर्नुपर्छ भनेर एउटा बाटो देखाउने मार्गदर्शन देखाउने व्यक्तित्व नै आज साइप्रसमा हुनुहुन्छ। यो कसरी बाध्य हुनुभयो? यो धेरै हो, यो चाहिँ एउटा जीवन भनेको एउटा उतार चढाव रहेछ। हजुर हजुर होइन, अब कहिलेकाहीँ सुख पछाडिको दुःख, दुःख पछाडिको सुख भनेर चाहिँ रात पछाडिको दिन पछाडिको रात होइन। योमा चाहिँ अब मैले भनेको एउटा 2-3वटा कलेज काठमाडौँको +2 कलेजहरूमा एउटा 11-12को एचएम टिचरमा एउटा फुड एन्ड प्रोडक्सन डिपार्टकोमा पढाइरहेका थिएँ। सँगसँगै मैले नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTBTबाट सञ्चालन भने विभिन्न 3 महिने कोर्स अथवा 6 महिने एउटा कुकिङ साथै कोर्सहरू दिइरहेको थिएँ। तर पनि मलाई एउटा के भने यो सँगसँगै हामी एउटा व्यापार व्यवसाय गरौँ भन्ने उद्देश्य नि साथ मैले एउटा व्यापार व्यवसाय सञ्चालन गरेको थिएँ। त्यो मैले काठमाडौँको चाबेलको मित्र पार्कमा रहेको एउटा मोमो हाउस भनेर मैले सञ्चालन गरेँ। 46 प्रकारको मोमोहरू पाउँछ भनेर। र अब यो मानिसको कर्मको खेल होला त भाग्यको खेल होला राजारामजी। अब मैले साउन्डबाट रेस्टुरेन्ट सञ्चालन गरेँ। जुन रेस्टुरेन्ट मैले साउन्डबाट सञ्चालन गरेँ र मैले त्यसलाई राम्रो किसिमले एउटा मासिक रूपमा राम्रो किसिमको कमाइ गरिरहेको पनि थिएँ। र यदि कोरोना यो विश्वव्यापी रूपमा जुन एउटा कोरोना पेन्डेमिक आयो यो नआइदिएको थियो भने आजको दिनमा म यहाँ हुँदैन थियो होला। जसले गर्दाखेरि चाहिँ मेरो व्यापार व्यवसायलाई अब त्यतिखेर थाहा छ प्रत्यक्ष रूपमा कति ठुलो नोक्सानी भयो। जसले गर्दाखेरि पनि मैले केही मात्रामा अथवा मेरो आर्थिक पक्षहरू एकदम कमजोर भयो। जसले गर्दाखेरि चाहिँ मैले यो कुरालाई अब कसरी चाहिँ अगाडि बढाउने पक्कै पनि जुन एउटा गर्दा चाहिँ मैले अब एकचोटि म पनि यो क्षेत्रमा दक्ष सेफ भएको छु। एउटा राम्रै कन्ट्रीमा अप्लाई गरौँ, जान सकिन्छ भने राम्रो एउटा स्यालेरी हामीले स्किल आउँछ। जसको उहाँहरूले मलाई साइप्रसमा एउटा राम्रै किसिमको अफर आएको कारणले गर्दाखेरि मैले यहाँ छु र आज तपाईँसँग यसरी कुरा गरिरहेको छु। हाम्रो नागरिक बोली हेरेर बस्नुहुने दर्शक महानुभावहरूलाई अन्तिममा छुटेका अथवा केही भन्न पाए हुन्थ्यो
भन्ने लागेको छ भने केही कुराहरू भनिदिनुहोस् न। एकदमै राम्रो, मलाई अहिले यो विषयमा एकदमै बोल्नु मन लागिरहेको थियो र म अहिले के पनि भन्न चाहन्छु भने अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसको महासचिवको हैसियतले म एउटा के भन्छु भने हाम्रो एउटा नेपालबाट जति पनि एउटा कुकिङ पेसा अँगालेर आउनुभएका जति पनि हामीसँग सेफहरू हुनुहुन्छ उहाँहरूले यो कुरा बुझिदिनु होला है। अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस भनेको चाहिँ हामीले एउटा नेपाली खानालाई बजारीकरण गर्ने उद्देश्यको साथसाथै नेपाली सेफहरूसँग एउटा भाइचारा निभाउने, आज यहाँ जति पनि सेफहरूसँग चिनजान भएको सबै सेफहरू हामी के हो त नेपालबाट चिनेर आएको छैन। अहिले जति पनि सेफ सोसाइटीको 80-90जना सेफहरू चिन्ने छौँ। यसरी एउटा समूह भयो भने एउटा ठुलो मात्रामा के हुन्छ त हाम्रो एउटा भाइचारा पनि हुन्छ र चौतारीको रूपमा काम गर्छ। र म सबै सेफहरूलाई के भन्छु भने भोलिको दिनमा पनि हामीले आफ्नो पेसागत सुनिश्चितताको लागि भए तापनि हामीले अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसमा एउटा जोइन भएर हामी एउटा समूह भएर नेपाली खानालाई कसरी बजारीकरण गर्ने, सँगसँगै नेपाली सेफहरूलाई आएको दुःख पीडाहरू समस्याहरूलाई कसरी समाधान गर्ने र भोलिका दिनहरूमा आउने कुराहरूलाई कसरी अगाडि बढाउने र भोलि हामी यहाँबाट फर्केर गएर नेपाल सरकारलाई हाम्रो देशलाई हामीले टुरिज्ममा कसरी चाहिँ हामीले सबभन्दा बढी योगदान दिन सक्छौँ भन्ने विषयमा एउटा योजना बनाऊँ, एउटा गरौँ। त्यसैले गर्दा वरिष्ठ सेफहरूलाई म के भन्छु भने हाम्रो यहाँ अहिले रहनुभएका साइप्रस सबै सेफहरूलाई के हुन्छ भने हिजोका दिनहरूलाई छोडेर हिजो एउटा यहाँ साइप्रसमा रहेका विभिन्न भाषा धर्म संस्कृति अनुसार संस्था छ। यो चाहिँ एउटा विशुद्ध पेसागत संस्था भएकोले गर्दाखेरि सबै पनि कुकिङ पेसामा आबद्ध सेफहरूले चाहिँ यो संस्थामा आबद्ध भइदिनुको लागि चाहिँ म हार्दिक अनुरोध गर्न चाहन्छु र नागरिक बोली मार्फत पनि म यही कुराहरू सबैलाई भन्न चाहन्छु। अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस चाहिँ एउटा पेसालाई मात्रै प्रतिनिधित्व गर्ने एउटा संस्था हो जसले चाहिँ एउटा कुकिङ पेसालाई आबद्ध गर्नुभएको छ र उहाँहरूले चाहिँ एकदमै यो संस्थामा एउटा के हो त एउटा चौतारी हो, यहाँ आएर आफूलाई के हो त छारी दिन सक्नुहुनेछ भन्ने मैले एउटा के गर्छु त आह्वान गर्दछु। र यो कुराहरू चाहिँ सबैहरूले प्रष्टसँग भनिदिनु होला भन्ने पनि म एउटा विनम्र साथ अनुरोध गर्दछु। र हामीले कुनै पनि समयमा हामी नेपालबाट आउँछौँ, हाम्रो विभिन्न धर्म संस्कृति कला छ, त्यही अनुसारै हामीले एउटा साइप्रसमा पनि हामीले एउटा भान्से धमाका भनेर गराएको थियो। विजय दशमीको अवसरमा गर्ने थियो, हाम्रो प्राविधिक कठिनाइ कारण सकिनौँ, तर पनि तिहार र छठको प्रयोग गर्यो। त्यो पनि एउटा नेपालको भौगोलिक होइन त्यसलाई गर्न सक्यौँ हामीले। हजुरलाई त्यसै गरी उहाँले भनिसक्नु भएको छ जुन एउटा साइप्रसको विगत लामो समयको अनुभव हाम्रो नागरिक बोली हेरेर बस्नुहुने दर्शक महानुभावहरूलाई सुनाइसक्नु भएको छ। पक्कै पनि नागरिक बोली तपाईँ हाम्रो बोली हाम्रो यस्तै विभिन्न सेफको अनुभव विभिन्न साइप्रस चिम्मीमा बसेर बसोबास गर्नुभएका व्यक्तित्वहरूको चाहिँ अनुभव चुनौतीका कुरा लिएर हामी उपस्थित हुने नै छौँ। त्यतिखेरसम्मको लागि हाम्रो नागरिक बोलीलाई हेरेर साथ हुने चाहिँ दर्शक महानुभावहरूलाई धन्यवाद दिँदै हेर्दैदेखि धन्यवाद दिँदै हाम्रो नागरिक बोलीलाई चाहिँ जुन युट्युब च्यानलमा गएर हेरिदिनु होला, हाम्रो भिडियोलाई चाहिँ प्रतिक्रिया दिनु होला। हजुरहरूको एउटा प्रतिक्रिया हजुरहरूको एउटा सल्लाह सुझावले नै हामी अगाडि बढ्नेछौँ र हजुरहरूको प्रतिक्रियाले गर्दाखेरि नै हामी अगाडि बढ्न एउटा जुन ऊर्जा मिल्नेछ भन्दै हजुरहरूको दिन चाहिँ शुभ रहोस् भन्दै म कार्यक्रम प्रस्तुता राजाराम बस्नेत बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार।